मौसम फेरि यस्तो छ कि एकदम चिसो चिसो। हामी चाहिँ यसरी बसिरहेको छौँ, कुरिरहेको छौँ वेटिङमा। हेर्नुहोस् पर्टी आइपुग्यौँ केटीहरू चिसोमा। हामी चाहिँ बाट यता आइपुग्यौँ केटीहरू बाट यता आइसक्यौँ। अहिले चाहिँ 2 जनी मात्रै छन्, अर्की चाहिँ उहाँ पर छिन्। हाम्रो सुरुवात चाहिँ आज चटपटे बाटो भइरहेको छ। अब चाहिँ हामीले पकाउँदैछौँ माछा, उता चाहिँ आगो बल्दैछ होइन। यता चाहिँ माछा लाग्दैछ। आधा हाल्ने पनि भइहाल्यो। अनि यता चाहिँ पिकनिक आइरहेछ। हामीले चाहिँ खाइसक्यौँ अनि यिनीहरू चाहिँ खाँदैछन् कि चाहिँ हेर्नु यति ढिलो गर्छन् कि। अनि हामी दुईटिल चाहिँ खाइसक्यौँ। अब चाहिँ बाँकी मासु पकाउनु छ। अनि त्यसपछि मासु पकाउनु छ। मासु चाहिँ लास्टमा खानेकुरा छ हाम्रो। अनि त्यसपछि फेरि रमाइलो गर्छौँ, नाच्छौँ अनि जान्छौँ। पिकनिक चाहिँ सक्यो। पिकनिक सकेर चाहिँ अब हामी घरतिर फर्किन लाग्यो। अनि केटीहरू आफ्नै बिचरा झुम्न लागेको छन्, चिसो चिसो देखायो। अनि अब चाहिँ हामी घर जान लाग्यो।